रातको 12 बज्दैछ। सानो गाउँको खाली घरमा सञ्जु मोबाइल हेर्दै बस्छ। अचानक उसको फोनले अज्ञात नम्बरबाट सन्देश पठाउँछ। तिमीलाई हेरिरहेको छु। सञ्जु डरले फिर्ता फर्किन्छ। उसको साथी रिमा भन्छन्, यो त हास्यास्पद हो, फुल झुट। तर बाहिर झ्यालबाट कुनै छाया सरर देखिन्छ। झ्याल बन्द गर्न जाँदा सञ्जुले देख्छ त्यहाँ कोही छैन। तर मोबाइलले अर्को सन्देश पठाउँछ, अहिले तिमीहरूको ढोकामा छु। ढोका आफै खुल्छ। रिमा भन्छन्, यो त वास्तविक छ। पछि-पछिले अजीब आवाज आउँछ। सञ्जु र रिमा हतारले ढोका बन्द गर्छन्, तर एउटा हात ढोकाबाट भित्र छिर्दैछ। हात अचानक गायब हुन्छ। सञ्जु भन्छ, के तिनीहरूले हाम्रो ठेगाना थाहा पाए? रिमा मोबाइल हेर्छिन्। अब सन्देश छ, तिमीहरूलाई बाहिर आउनुपर्छ। भित्रको अँध्यारो अझ गाढा हुन्छ। सञ्जुले पेन्टिङको झ्याल खोलेर हेर्छ। घरको छाया एउटा मानव आकारमा बदलिएको छ। रिमा डरले चिच्याउँछ। छाया अचानक नजिक आउँछ। सञ्जु मोबाइलमा फ्ल्यासलाइट अन गर्छ। प्रकाशमा उनीहरूले देख्छन् कोही छैन, तर भुइँमा एउटा कालो अक्षर लेखिएको छ, म आउँदैछु। ढोका आफै बन्द हुन्छ। घर हल्लिन्छ। अजीब हाँसो सुनिन्छ। रिमा सञ्जुलाई समाउँछ। सञ्जु भन्छ, हामी यहाँबाट बाहिर जान सक्दैनौँ। सिमेन्टको भुइँमा फेरि नयाँ सन्देश देखा पर्छ। अर्को कदम सोच।